आबद्ध हुनुहुन्छ अनल चेम्जोङज्यू उहाँलाई पनि म आफ्नो अतिथिको आसन गरेर आज अनुरोध गर्दछु। यसै गरी अनल चेम्जोङज्यू, यसै गरी अग्निकुमार चेम्जोङज्यू, यसै गरी मैले अघि एउटा भन्न छोडेको कुरा, बिर्सेको कुरा, हाम्रो नागी सामाजिक विकास संस्थाका उपाध्यक्ष दुईजना हुनुहुँदो रहेछ। उपाध्यक्ष योगेन्द्र रिसालज्यूलाई पनि म आफ्नो अतिथिको आसन गरिनु हुन हार्दिक अनुरोध गर्दछु। म आवश्यक परे पुनः यो अतिथि आसन गर्ने क्रमलाई जोड्ने वाचा गर्दै म कार्यक्रमलाई समाजसेवी तथा बुद्धिजीवी गणेश चेम्जोङज्यूलाई पनि म आफ्नो अतिथिको आसन ग्रहण गर्दैनु हुन हार्दिक अनुरोध गर्दछु। र म कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजको समुद्घाटन कार्यक्रम हामीले यो ढोल बजाएर प्रमुख अतिथिबाट ढोल बजाएर अथवा केलाङ नाचेर गर्ने भएका छौँ, जसको लागि म आजको हाम्रो प्रमुख अतिथिज्यूलाई ढोल बजाएर आजको कार्यक्रमको समुद्घाटन गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसमा साथ दिनुहुनेछ सम्पूर्णले। अर्को ढोल पनि छ, कोही एकजनाले बजाएर सहयोग गरिदिनु होला। हाम्रो वडाध्यक्ष ज्यूलाई अलि पार आउँछ होला। आजको हाम्रो कार्यक्रमको समुद्घाटन भइसकेको छ। कार्यक्रमलाई अगाडि बढाउने क्रममा म कति पनि ढिला नगरी हाम्रो समयले निकै नेदो काटिसकेको छ। हामीले 11 बजे गर्ने भनेको कार्यक्रम लगभग यहाँनिर 2 बज्नै आँटेको छ। तसर्थ केही ढिला नगरी हामी कार्यक्रमलाई फटाफट रूपमा अगाडि बढाउन चाहन्छौँ।